धर्म संस्कृति परम्परा र रीतिरिवाज र धर्मको सर्वधर्म समभाव सनातन सापेक्ष हिन्दू राष्ट्र कायम गर्ने हाम्रो यी तीनटा पहिलो मुद्दा हुनेछ साथीहरू। त्यसकारण हामी सभासदहरूले आफ्नो निधारमा कात्रो बनेर आएका छौँ। तपाईहरूको अगाडि राष्ट्रवादी जनताको अगाडि हाम्रो लागि आज यो गणतन्त्रमा यता हेर्नुहोस्, जनता दिन प्रतिदिन गरिब हुँदै गइराखेको छ। उद्योगी व्यापारीहरूले ऋण तिर्न नसकेर मर्ने दोसाधमा पुगिसकेको छन्। कयौँले त झुन्डेर मरेका छन्। तर गणतन्त्र ल्याउने नेताहरू दिन प्रतिदिन नवधनाढ्य भइराखेको छ। यही दिनको लागि यो गणतन्त्र ल्याएको हो साथीहरू, होइन। त्यसकारण अवस्था र व्यवस्था पल्टाउनको लागि सम्पूर्ण काङ्ग्रेसका, एमालेका, माओवादीका सम्पूर्ण उद्योगी व्यापारी र मजदुरहरू एक ढिक्का हो। राष्ट्र बचाऊ, जनता बचाऊ। आज तार्नुहोस्, योभन्दा पहिला गणतन्त्र दिवस मनाउँदाखेरि नेपालगञ्जको चौरामा खुलेआम खुडाले हानेर मान्छे मार्नेलाई आम माफी दियो। आज गणतन्त्रको बेलामा, त्यो बेलामा हाम्रा प्रधानमन्त्री केपी ओलीले भन्थे, जिउँदै मान्छे बोल्ने आफ्ताबलाई मैले जेलमा पुगाएको हो भनिकन उद्घोष गर्थे आम सभामा। आज यही प्रधानमन्त्री हुँदा हुँदै टेलिफोनबाट सफाई पायो। आज हेर्नुहोस्, 27 जनालाई जिल्ला अदालतले दोषी 14 वर्ष जेल तोक्दाखेरि आज चाहिँ उच्चबाट माफी पायो। उहाँ निर्दोष छ भन्यो। म ओलीजीलाई भन्छु, रमेश लेखक त मान्छे तस्करमा फसिसक्यो, अब चोखो मान्छे छ, अफ्ताबलाई गृहमन्त्री बनाइदिनुहोस्। आज हेर्नुहोस्, सीमा नागिसकेको छ। देशमा भर्न लुटको खरा मचाइराखेका छन्। अहिले पनि यिनीहरू सुध्रेका छैनन्। हाम्रा दाजुभाइहरूले खाडी मुलुकमा पठाइकन त्यहाँबाट पठाएको पैसाले सरकार चलिराखेको छ। देशका राजाको टाइममा बनेका उद्योग कल कारखाना 127 वटा बेचेर खाइसके। त्यसकारण अवस्था र व्यवस्था बदल्नको लागि यो जनआन्दोलन राष्ट्रवादी आन्दोलनको रूपमा आज जनताले साथ दिएको छ। म धन्यवाद दिन चाहन्छु र तपाईहरूलाई म यो पनि भन्न चाहन्छु, भ्रष्टाचारीलाई समाप्त गर्नको लागि यो जनआन्दोलन हो। देशमा सुशासन कायम गर्नको लागि यो जनआन्दोलन हो। म मेरो पछाडि प्रहरी मित्रहरूलाई, जनपद प्रहरी, सशस्त्र प्रहरी साथीहरूलाई पनि भन्छु, तपाईहरू कसको सुरक्षामा छ? देशद्रोही भ्रष्टाचारीलाई बचाउन नलाग्नु। यता हेर्नुहोस्, आज माओवादी द्वन्द्वमा तपाईहरूकै साथीहरू 1700 मारिए। जन्ना 2800 भन्दा धेरै अपाङ्ग भए। के पाए? तपाईहरू त झन्झन अपाङ्ग भयो। जे पायो गणतन्त्रले बर्बाद गर्न पायो। त्यसकारण आज नेपाल पूर्व पश्चिममा पालाले घोपिकन एसपीदेखि सशस्त्र प्रहरी र जनपद प्रहरीले मार्यो। पाला घोपेर 2 वर्षको बच्चा पनि मरे।
आज त्यसलाई समातेर कारबाही गर भनिकन तपाईहरुले बुझाउनुभयो। तर गणतन्त्रको नाममा यो गणतन्त्रको सरकारले माफी दियो। यस्ता नालायक सरकारको सुरक्षा तपाई किन गर्नुहुन्छ? 30-40 हजारको लागि हो। त्यसकारण राष्ट्र र जनता बचाउनको लागि साथ दिनुहोस् यो जनआन्दोलनलाई। तपाई हाम्रो हक र मजबुत छ। त्यो डाँडामा कोसेर पनि मकै रोपेर पनि पेट भर्न सकिन्छ। त्यसकारण यो देश जनता बचाउने योभन्दा पुण्य काम, योभन्दा धार्मिक काम अर्को कुनै हुँदैन। मेरा मित्रहरू, राष्ट्रवादी साथीहरूलाई यो पनि भन्न चाहन्छु, एकचोटि त मर्नु नै छ नि। जसले पनि जन्मेपछि मर्नु पर्छ। यो राष्ट्रमाताको लागि, यो विश्वको एक मात्र हिन्दू राष्ट्र कायम गरिकन मरे भने पुण्य कमाइन्छ। बाँचे भनेदेखि यो हाम्रा छोरा नाति भाइ सन्ततिहरूको लागि सुन्दर विशाल राष्ट्रको रूपमा हाम्रो नाम सधैँ अमर हुनेछ। यसको लागि तपाई हामी अब 2-3 दिन मात्र यसरी जनलहर जनसागर उत्रियो भनेदेखि यही भित्र छ प्रधानमन्त्रीज्यू, हेलिकप्टर तयारी राख्नु, फुर्र ओडेर चाइना जानु। तब मात्र भ्रष्टाचारी नेताहरू बाँच्छ। यदि यो जनताले फेला पार्छ भनेदेखि चिमेटेर चाहिँ समाप्त नाश गरिदिन्छ। त्यसकारण म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, धैर्य सहनशीलता चाहियो। हामी हाम्रा भाइहरू प्रहरी सशस्त्रसँग झगडा गर्न आएको है, कदापि गर्दैनौँ। उहाँहरू पनि हाम्रै भाइ छोरा हो। आज यो गर्मीमा महिनौ दिन भइसक्यो हेलमेट र त्यो ड्रेसमा बस्नु भएको छ। कति पीडा छ। मलाई त कुर्ता र पाइजामामा 4-5 घण्टा हिँड्दाखेरि यो दुर्दशा छ भनेदेखि उहाँहरूको पीडा के छ? तपाईहरुलाई पनि म भन्न चाहन्छु, तपाईहरुले त्यो सदनमा तपाईहरुको आवाज मैले उठाएको थिएँ। त्यो सुविधा बढाउनु पर्यो। प्रहरी सशस्त्र सेनाको तलब बढाउनु पर्यो। 6 जनालाई खान पुग्ने, पढाउन पुग्ने त्यो सुविधा दिनुपर्छ सरकारलाई भन्दाखेरि अहिले 5000 मात्र थपेको छ। यी सरकारका, यी गणतन्त्रका सरकारलाई आफूलाई खानलाई पुगेको छैन। मेरा प्रहरी भाइहरू, यदि अवस्था र व्यवस्था पल्टायो भनेदेखि तपाईहरुको उचित कदर सम्मान र तपाईहरुको सुविधा डबल हामी गर्नेछौँ। त्यसकारण तपाईहरुले राष्ट्रवादी साथीहरूलाई साथ दिनुहोस् भन्ने म विनम्र अनुरोध गर्न चाहन्छु। आज हेर्नु, विभिन्न कल कारखाना बेचेर खाइसक्यो। तपाईँ हाम्रो भाइ छोरालाई खाडी मुलुक, यहाँ त यस्तो गर्मी छ, त्यहाँ त के होला, रगत र पसिना बगाउन थालिराखेका छन्। यदि अवस्था र व्यवस्था भयो भनेदेखि नेपालका हाम्रा भाइ छोराहरू विदेश पलायन हुनु पर्दैन। स्वदेशमा नै हामी उद्योग कल कारखाना चलाएर यही रोजगारी गरौँ। यदि हामी सफल भएको खण्डमा पहिलो दायित्व सहकारी ठगहरूलाई ठेकान लगाउनेछु। जनताको पैसा, मकै पोलेर तरकारी बेचेको पैसा हाम्रो सरकार आउन साथ सबैभन्दा पहिला ब्याज समेतको सरकारको राजस्वबाट हामी तिर्नेछु र ती भ्रष्टाचारी नेताहरू, सहकारीको पैसा पचाउने यी कांग्रेस एमालेहरूलाई घर घरानाबाट उनीहरूको किडनी बेचेर भए पनि असल उपभोग गर्नेछु भन्ने वचन दिन चाहन्छु। र साथीहरू,
भोलि आजको जति आउनु भएको छ एकजनाले 3 जना समेत भइकन आइदिनको लागि म अनुरोध गर्न चाहन्छु। मलाई विश्वास छ फुलेको ढुङ्गाले भनेपछि मान्छ तपाईहरु। त्यसकारण भोलि आउँदाखेरि एकजना व्यक्तिले आफू समेत 3 जना लिएर आइदिनुहोस् र काठमाडौँका सम्पूर्ण जनताहरूलाई म यो भन्न चाहन्छु तपाईहरु पनि आइदिनुहोस्। धेरै दिन लाग्दैन, 2-3 दिनमा अवस्था र व्यवस्था पल्टाइन्छ। त्यसको लागि तपाईहरु आउनुहोस्। हामी संहिता चाहिँदैन, संहिता यो देशले छेड्न सक्दैन। नेता र कार्यकर्ता भर्ती गर्ने बर्बलुटको अखाडा भएको छ, त्यो क्यान्सल गर्छु। त्यसको अधिकार स्थानीय निकाय र सङ्घले दिनुपर्छ र राजा सबैलाई चाहिँ एउटै मालामा राखेर चाहिँ सबै नेपालीको अभिभावक बन्नको विकल्प अर्को छैन। देखिहाल्यो हाम्रा राष्ट्रपतिहरूको चाला। ग्यास्ट्रिकमा पनि 2 करोड खर्च भयो सरकारको ढुकुटीबाट। आज तिनीहरूले पाउने सुविधा हर्षवर्धन पूर्व राष्ट्रपतिले नाना थरीका कुरा भइराखेको थियो। आज यो 2 दशक भयो राजाले बदमासी गरेको छ भने कानुन किन लगाएन? अब उल्टो पुल्टो हुने बेला भयो, दोष राजालाई लगाएछ। आज 15 गते 3 खुनेको घटना जुन भयो योभन्दा कम्ती मान्छे थियो। त्यो त सरकारले गरेको हो। यदि हामीले राष्ट्रवादीहरूले गरेको भए अहिले पनि हुन्थ्यो नि। त्यसकारण भिजिलेन्स र प्रहरीलाई मिसयुज गरिकन नेपाली जनताको छातीमा गोली हान्न लगाएको पनि यिनीहरू नै हुन् भन्दै म तपाईहरुको लामो समय लिन चाहदैन। फेरि पनि म बोले तपाईहरुसँग म पनि मेरो परिवार, मेरो भाइ छोराहरू लिएर म त 100-200 वटै ल्याउँछु। तपाईहरु चाहिँ 3 जना लिएर आइदिनको लागि अनुरोध गर्दै बिदा हुन्छु। जय राम, जय जनता। धन्यवाद पूर्व मन्त्री माननीय दीपक बहादुर सिंहज्यूलाई। म राष्ट्रिय शक्ति नेपालका नेता रामु राई जहाँ हुन्छ